हामीले हरेक दिन चलाउने पैसा, हाम्रो अर्थव्यवस्था, यो सबै कसरी चल्छ होला? खासमा यसको पछाडि केही अदृश्य नियमहरू हुन्छन्। आज हामी त्यही शक्तिको मुहान केन्द्रीय ब्याङ्कको नियम पुस्तिकाभित्र पसेर हेर्दैछौँ। ल, एकछिनलाई सोचौँ है, हाम्रो खल्तीमा भएको पैसाको खास मूल्य के हो? त्यो नोट त आखिर कागजको टुक्रा न हो? तर त्यसले सामान किन्न सक्ने तागत, त्यो चाहिँ कहाँबाट आउँछ? कसले गर्छ यो सबैको बन्दोबस्त? हो, यही प्रश्नबाट सुरु हुन्छ आजको हाम्रो कुराकानी। र त्यो प्रश्नको जवाब हो यही कानुनी किताबमा लुकेको छ। देख्दा सामान्य लागे पनि यो केन्द्रीय ब्याङ्कको रुल बुक हो। यसले हाम्रो पुरै आर्थिक जीवनलाई कसरी अदृश्य रूपमा चलाइरहेको छ भन्ने कुराको पोल खोल्छ। ल आउनुहोस् पल्टाएर हेरौँ न त यसमा के लेखिएको रहेछ। सबैभन्दा पहिला त केन्द्रीय ब्याङ्कको सबैभन्दा मुख्य काममै जाउँ। त्यो हो पैसाको व्यवस्थापन, देशको मुद्रालाई कन्ट्रोल गर्नु। साँच्चै भनियो भने ब्याङ्कको शक्तिको असली जग नै यही हो। यो रुलबुकले प्रष्टै भनेको छ ब्याङ्कका 3वटा मुख्य काम छन्। पहिलो त नोट र सिक्का छाप्ने अधिकार, यो अरू कसैसँग हुँदैन। दोस्रो, मौद्रिक नीति बनाउने, मतलब बजारमा पैसा धेरै पठाउने कि कम, ब्याज दर के गर्ने हो, यस्तै रणनीति बनाउने। र तेस्रो, जुन सायद सबैभन्दा महत्त्वपूर्ण छ, मूल्य स्थिरता कायम राख्ने। अब यो मूल्य स्थिरता भनेको के हो त? सुन्दा अलि गाह्रो जस्तो लागे पनि कुरा एकदमै सिधा छ। यसको मतलब हो पैसाको भावलाई तलमाथि हुन नदिने। जस्तै आज 100 रुपियाँले जति सामान आउँछ भोलि पनि लगभग त्यति नै आओस् भन्ने सुनिश्चित गर्नु। यहाँ हेर्नुहोस् त, यसले कुरालाई झनै छर्लङ्ग पार्छ। जब मूल्य स्थिर हुन्छ, हाम्रो कमाई र बचतको महत्त्व रहन्छ। तर जब महँगी आकाश छुन्छ, त्यही पैसाले किन्न सक्ने सामान घट्दै जान्छ अनि जीवन चलाउन नै गाह्रो पर्छ। हो, त्यसैले मूल्य स्थिरता हाम्रो दैनिक जीवनसँग कति जोडिएको छ भन्ने कुरा यहाँबाट बुझिन्छ। ल, अब देशभित्रको कुराबाट अलिकति बाहिर निस्कौँ। केन्द्रीय ब्याङ्कले देशको पैसा मात्रै हेर्दैन, यसले त विश्व बजारमा पनि एउटा ठूलो गेटकिपरको भूमिका खेल्छ। तर प्रश्न उठ्छ नि होइन, केन्द्रीय ब्याङ्कले किन डलर, युरो जस्ता विदेशी पैसाको यति धेरै चासो राख्नु परेको होला? के काम छ र त्यसको? हो, यसको जवाफ पनि यही रुलबुकमा छ। ब्याङ्कले विदेशी पैसासँग हाम्रो रुपैयाँको सम्बन्ध कस्तो हुने भनेर नीति बनाउँछ। डलरको भाव के हुने, कसरी तय गर्ने भन्ने सिस्टम बनाउँछ। र सबैभन्दा जरुरी कुरा, देशमा भएको विदेशी मुद्राको भण्डार, जसलाई हामी रिजर्भ भन्छौँ, त्यसलाई सुरक्षित राख्छ। सिधा भाषामा भन्दा विदेशसँग व्यापार गर्न र लगानी भित्र्याउन सजिलो होस् भनेर ब्याङ्कले यो सबै व्यवस्थापन गर्छ। किनभने देशसँग विदेशी मुद्राको राम्रो भण्डार हुनु भनेको के हो? यो त आर्थिक सङ्कट पर्दा चाहिने एउटा बलियो सेफ्टी नेट जस्तै हो। अब लागौँ तेस्रो र सायद सबैभन्दा शक्तिशाली भूमिकातिर। केन्द्रीय ब्याङ्कले पैसा मात्रै हेर्दैन, यो त पुरै ब्याङ्किङ सिस्टमको गार्जियन हो, संरक्षक हो। यो भूमिका त झनै रमाइलो छ। केन्द्रीय ब्याङ्कलाई यसरी बुझौँ, यो अरू सबै ब्याङ्कहरूको ठूलो दाई वा रेफ्री जस्तै हो। खेलको नियम पनि उसैले बनाउँछ अनि सबैले नियम मानेका छन् कि छैनन् भनेर पनि उसैले हेर्छ, ताकि पुरै सिस्टम सुरक्षित रहोस्। यसको कामलाई यो रुल बुकले 3 भागमा बाँडेको छ। पहिलो, अरू ब्याङ्कलाई लाइसेन्स दिने र उनीहरूको काम कारोबारी ठिक छ कि छैन भनेर निगरानी गर्ने। दोस्रो, हामीले गर्ने अनलाइन पेमेन्ट होस् वा चेक साट्ने काम, त्यो सबै सिस्टमलाई सहज बनाउने। र तेस्रो, सबैभन्दा महत्त्वपूर्ण, जब सिस्टममा सङ्कट आउँछ तब त्यसलाई ढल्नबाट जोगाउने। र यो नियम पुस्तिकामा एउटा लाइन छ, अन्तिम ऋणदाताको रूपमा काम गर्न। सुन्दा सामान्य लागे पनि यो नै केन्द्रीय ब्याङ्कको सायद सबैभन्दा ठूलो शक्ति हो। यसको अर्थ निकै गहिरो छ। यसको मतलब के हो भने, यदि कुनै ब्याङ्क डुब्ने अवस्थामा पुग्यो र उसलाई अरू कसैले पनि पैसा पत्याएन भने अन्तिममा केन्द्रीय ब्याङ्कले पैसा दिएर उसलाई र पुरै सिस्टमलाई नै ढल्नबाट जोगाउँछ। ल, अहिलेसम्म हामीले के हेर्यौं? केन्द्रीय ब्याङ्कले कसरी पैसा, विदेशी मुद्रा र अरू ब्याङ्कहरूलाई आफ्नो नियन्त्रणमा राख्छ। अब एकचोटि समग्रमा हेरौँ न, यसको शक्ति कतिसम्म फैलिएको रहेछ। हाम्रो गोजीमा भएको सानो सिक्कादेखि लिएर देशले गर्ने ठूलो व्यापारसम्म अनि ब्याङ्कहरू ठिकसँग चलेका छन् कि छैनन् भन्ने कुरासम्म सबैतिर केन्द्रीय ब्याङ्कको हात हुन्छ। यो एउटा यस्तो संस्था हो जसको एउटा निर्णयले हामी सबैको जीवनमा केही न केही असर पारिहाल्छ।
अनि अन्त्यमा यो रुल बुकमा एउटा यस्तो लाइन छ जसले त ब्याङ्कलाई लगभग असीमित शक्ति दिएको जस्तो देखिन्छ। यसमा लेखिएको छ कि ब्याङ्कले आफ्नो लक्ष्य पूरा गर्न अरू कुनै पनि आवश्यक काम गर्न सक्छ। सोच्नुस् त, यसले ब्याङ्कलाई कुनै पनि नयाँ सङ्कट आउँदा जे पनि निर्णय लिन सक्ने छुट दिन्छ। तर यसले एउटा निकै गम्भीर प्रश्न पनि त उठाउँछ नि। यो नियमको किताबले यति धेरै शक्ति केही यस्ता व्यक्तिहरूको हातमा दिएको छ जसलाई हामीले भोट हालेर चुनेका होइनौं। त्यसो भए प्रश्न यो हो, यी शक्तिशाली गार्जियनहरूको निगरानी चाहिँ कसले गर्ने? हो, यही प्रश्नले हामीलाई केन्द्रीय ब्याङ्कको भूमिकाबारे अझ गहिरिएर सोच्न बाध्य बनाउँछ।